हेलो साथीहरु सबैजनालाई स्वागत छ हाम्रो लाइभमा। अहिले दाइ चाहिँ के निगा के भन्दैछ? नमस्कार नमस्कार तपाईँ भन्नुहुन्छ कि नमस्कार हजुर तिम्रो पनि भन्नु न सबैजनालाई स्वागत छ है। सबैलाई नमस्कार छ है मेन्टन हुन् कि त हुनाले गइला ए तँ के भन्दैछ नि त्यहाँ को पछाडिको कालो घिन लाग्दो देखिने अलि राख बुझाउनु पाएको अझै गराउनु नि राखन के राम्रै हुनुहुन्छ पछाडि भए मात्र देखिनु भएको के यस्तो बिरालो अड्याएर चोर बिरालो जस्तो को बस्नुस् के चोर बिरालो जस्तो छैन है हाम्रै भाइ हो यी हेर्नु त लाइटले गर्दा मात्रै यस्तो भयो राम्रोमा बस्नु जानुभयो भात खानु भयो अरे हामीले अघि खाइसक्यौँ खाएको अघि त त्यहाँदेखि तरकारी लिएर आँटी मासु खाम मासु के खानु भन्दैछन् कि मासु दाल भात खाम त्यहाँ आन्छ कि सर्ट माथितिर अघि इसुरी हालेको एउटा आन्टी खैरे त्यो आन्टी त उठे कोठामै हुनुहुन्छ क्या आफ्नै रुममा आफ्नो बुढासँग सुत्नु एकछिन पछि आउनुहुन्छ उसको छोरी चाहिँ छिनी आइज नानी देखियो त लजाउँछिन् कि फेरि कस्तै म त के भन्दैछन् तिमी कहाँ छौ रे म त फुपूको घर आएँ अनि यतै बस्ने खाने गरेर छु काम छैन के गर्ने डुल्ने बस्ने खाने जिउ पाला उपाए तपाईँ किन बोल्नु रे लाठी हो भन्छन् एकैछिन सत्यान्छ धराउँछ कि फेरि यहाँदेखि हेर्नुलाई माट बाहिरतिर आउँछ बोल राख्नु भएको है भने बोल आउँछ अहिले त केही भने होइन अब भन्छ तिमी चाहिँ लास्टै पतर पतर गर्छु भने बोल्नुपर्छ त्यही भएर के अब बोल्ने भनिकन बनाएर मुक्ता बोकेर बोल्नै परेर उयो जस्तो लाठी जस्तो बस्नु होइन भनेर नि होइन कि कस्तो र त्यत्रो भनेर देख्नु न सन्चै हुनुहुन्छ यहाँभरि बिरन्द हुनु होइन त्यही अलिक बोल्नुहुन्न त्यो कालो देखिनु भयो अरे त्यही भएर लजाउनु खै के बुझ्नु भएको थाहा छैन खुट्टा नदेखाए दोकिदिस् भन्छन् तपाईँले खोजेको मान्छे आउनुभयो अघि टिकटक बनाएको मान्छे आइराख्नु एउटा आन्टी आउँदै हुनुहुन्छ एकछिन आउनुभयो स्वागत छ है तपाईँलाई नमस्कार भन्नु सबैजनालाई नमस्कार अलि ओरै आउनु रे टङ टङ गर्नुहुन्छ अरे मम्मी मलाई त देखाइदिन्न नि पार्टी भएर सेता पार्टी अब देखिनु देखिनु रे के तपाईँले तिम्रो साप्रा गरी सेवा गरे कि जस्तै छ आउँछ त त्यहाँ आज भर्खर अगाडि स्टोरी हालेको तपाईँले खोजिरहेको थिएँ कि अगाडि स्टोरी हाले आन्टी खै उहाँ नै हो भनेर थिएँ स्टोरी हाले आन्टी हुन्छ ए यहाँ चाहिँ हुनुहुन्छ के खै के स्टोरीमा त राम्रो देखिनु भएको होला या रियलमा हेर्नु साथीहरू फेस टु फेस लाइभ मन पऱ्यो रे कि यहाँलाई त छोरी छ छोरा छोरी छन् है त्यस्तो नगर्नु हामी फजी मार्नुहुन्छ फेरि साँच्चै हो कि अघि बोला सुरुमा कहाँ भन्नु त्यस्तो खै कहाँ भनिरहन्छन् भन्नुहुन्छ पहिला त भात खानुहुन्न क्या अगाडि तपाईँले मोटी हुनुहुन्छ है यति धेरै कति धेरै भात म भन्दा पनि पऱ्यो मम्मीलाई के टङ टङ गर्छु भन्दाखेरि नि सिधा गर्नु रे यस्तो धर्को छ नि त्यहाँदेखि सन्ते आन्छ त अलिकति आन्छ अरू फेरि अरू मसिनो अक्षर मान्छ कि तपाईँले हो के यो हेर्नु आँखामा त किन देखाएर देखाउनु भन्छ नि दिदी किन्न बोली भन्दैन के हेरिरहनु न आज भाइ त खतरा रहेछन् रे ट्यापी जस्तै होइन ट्यापी होइन एउटा बच्चाको केटाटी अलिअलि चुट खान्छ होला अहिले
बिरालो स्तम्भ गर्ने कोर भन्छ कि यो। यहाँकै छोरी है यो चाहिँ फेरि